यो फुटसल माध्यमबाट चाहिँ युवाहरूलाई चाहिँ हामीले एकताबद्ध गराउँदै उनीहरूको चाहिँ खेलकुदबाट पनि चाहिँ एकताबद्ध गरेर उनीहरूलाई चाहिँ एउटा चाहिँ यो समाज रूपान्तरणको लागि देशको विकास र समृद्धिको लागि हामीले लगाउन सकिन्छ भनेर हामीले यो अहिले पहिलो चरणमा हामीले फुटसलबाट हामीले सुरु गरेका छौँ। समग्र चाहिँ जवानहरूलाई उनीहरूको सिप कला र सिर्जना जे छ उनीहरूको कलालाई चाहिँ हामीले उजागर गर्नु पर्यो हैन। यो चाहिँ खास गरी मण्डलीका अनि चाहिँ विभिन्न क्लबका विभिन्न समाज सेवामा लाग्दै गरेका युवाहरूलाई उनीहरूको क्षमतालाई वृद्धि गराउँदै अथवा उनीहरूको क्षमता के छ, उनीहरूको चाहिँ केसँग उनीहरूको सम्बन्धित उहाँहरू हुनुहुन्छ, उनीहरूको चाहिँ कला उनीहरूको चाहिँ सिपलाई चाहिँ हामीले चाहिँ मध्यनजर गरेर चिनेर र त्यसलाई चाहिँ प्रवर्धन गरेर अगाडि बढाउनुपर्छ। र मण्डलीले पनि आफ्नो चाहिँ चर्चभित्र रहेका चाहिँ युवाहरू कुन कुरामा चाहिँ उनीहरू पोख्त छन् हैन, कुन कुरामा चाहिँ जानकार छन् त्यसको खोजी गरेर त्यही अनुसारले हामीले चाहिँ मण्डलीले चाहिँ समाज, राष्ट्र र समुदायको हक हितको लागि हामीले चाहिँ अगाडि बढाउनु पर्छ। र मण्डलीका अगुवा पास्टरहरूले आफ्नो मण्डलीका जवानहरूलाई चाहिँ यो समाज रूपान्तरणको लागि समाजमा भएका अन्याय, अत्याचार, विभेद, दमन र बहिष्करणका विरुद्ध र चाहिँ उनीहरूको हक हितको निम्ति चाहिँ उनीहरूले चाहिँ के जानेको छ, उनीहरूको सिप के छ, कसैको गाउने होला, कसैको बजाउने होला, कसैको चाहिँ खेलकुदमा होला हैन, ती सबै चाहिँ कला चाहिँ प्रस्तुत गर्नका लागि त मण्डलीले चाहिँ सहयोग गर्नु पर्यो हैन, मण्डलीले सहयोग गर्नु पर्यो। त्यति मात्र होइन, समाजकै चाहिँ जो सचेत वर्गहरू छ ती सचेत वर्गले चाहिँ आफ्नो गाउँका आफ्नो समाजका युवाहरूलाई हैन हामीले कुलतमा फस्यो मात्रै भन्छौँ, खालि उनीहरूलाई दोष मात्रै दिन्छौँ, तर उनीहरूको स्किल चाहिँ के छ भनेर हामी त्यतातिर ध्यान दिँदैनौँ। उनीहरूको स्किल चाहिँ के छ त्यो स्किल डेभलप गर्नका लागि चाहिँ के गर्नु पर्यो भने मण्डलीका अथवा समाजका अगुवाहरूले चाहिँ त्यो जवानहरूको स्किललाई चाहिँ हेरेर बुझेर अनि त्यही विधामा चाहिँ उनीहरूलाई अगाडि बढाउन सक्यो भने अझ छिटोभन्दा छिटो चाहिँ हामीले चाहिँ विकास गर्न सकिन्छ, देशको विकास गर्न सकिन्छ, समाजको विकास गर्न सकिन्छ। त्यतापट्टि हामी सबैको हामी मण्डली हैन, त्यसै गरेर चर्च, गुम्बा हैन, समाजका अगुवाहरू हैन, समुदायका अगुवाहरूले चाहिँ जवानहरूलाई उनीहरूको चाहिँ स्किलका आधारमा हामीले उनीहरूको त्यो स्किललाई क्षमता वृद्धि गर्नका लागि हामीले लगानी गर्नु पर्यो। हामीले जवानहरूलाई कुलतमा लाग्यो भनेर दोष मात्रै दिने होइन, हाम्रो जिम्मेवारी जवानहरूलाई चाहिँ ठिक बाटोमा हिँडाउने जिम्मेवारी चाहिँ के हो भन्ने कुरा हामी आफैले समाजका अगुवाहरूले बुझ्नुपर्छ, मण्डलीका अगुवाहरूले बुझ्नु पर्यो हैन।